one and only. अझै मान्छे अहिले तपाईँ भिड फेर्न जानु हुँदैन नि त्यहाँ त कति मान्छे मर्यो तर त्यो पहिले कस्तो समय अनि पाण्डव भने माथि छ नि त पाण्डवहरू बसेको अनि यिनीहरू सनमार्ग उतापट्टि के अरे त्यो अन्धराजा अन्धरानी अझै छ नि त्यो
हुँदो रहेछ यार सन्दकपुरमा है अहिले बल्ल आइपुगेको होइन यो चाहिँ सिक्कुम ब्लग्स होइन ब्लग मात्र अनि हाम्रो मिस्टर लाभेन अनि उताको चाहिँ सिक्कुम है अनि पछाडिकोहरू हुनुहुन्छ दाइहरू हुनुहुन्छ होइन यता पनि हुनुहुन्छ आओ सिक्कुम कहाँ आइपुग्यौँ के भन्नु ओके अब हामी जानेछौँ भित्र है म चाहिँ खाप्सी हुनु बोरा सिलाउने त्यो उयो होला भनेर हेर्छु नि के खाँदै हो यो चाहिँ खाप्सी अरे खाप्से यो नजान्नु गाह्रो छ नि यो नयाँ ठाउँ नयाँ अनुभूति नयाँ एक्सपिरियन्सहरू छ एउटा बुझेन है भगर हो नि त एकछिन खिच्नुपर्छ भनेर सुनि काका एक दुई शब्द भन्नु त यहाँ सुनि काका एक दुई शब्द पानी पर्यो झम्मा हामी चाहिँ माङसेबुङबाट संसारकै सुन्दर ठाउँ टोपी चाहिँ बिरामीले लगाउने जस्तो देखिएको छ संसारकै सुन्दर ठाउँ सन्दकपुरमा हामी एकदम हो होइन हामी चाहिँ यहाँ आइरहेको छौँ हाम्रो दाइहरूसँग भाउजूहरूसँग होइन बबाल भइरहेछ है ओपर भइरहेछ जस नाइस ठाउँमा आइयो यतिको त हुनु पर्यो है नाइस ठाउँमा खै चिन्न मेरो काट्यो क्या र माङसेबुङबाट हामी संसारकै सुन्दर संसारकै ह्यान्डसम मान्छेहरू संसारकै सुन्दर ठाउँ सन्दकपुरमा हामी घुम्न डुल्नको नाम पनि भन्नु पर्यो दृश्यहरू हेर्नको लागि हामी आएको छौँ जम्मा अब नाम पनि भन्नु नाम अब एक नम्बरमा म स्वयं म सुनिल शर्मा हो म कन्या पनि छु अनि मभन्दा सेकेन्ड ह्यान्डसम सुजन अङ्गवाङ ऊ पनि कन्या हो होइन सनम शान्ता ऊ पनि
तेस्रोमा पर्यो बरादेक्रममा अनि त्यसपछि भनेको निलम नेमबाङ दाई हुनुहुन्छ अब एकजना लाभी थाङ्गाङ मङ छन् उसको चाहिँ अब हेन्डसमको लाइनमा आएको छैन त्यसपछि ब्युटिफुलको लाइनमा आएको चाहिँ क्यामेराम्यान सिकुम र उसको निजे स्वयं खुदैको दिदी सेमियाङ मङ ऊ दुईजना चाहिँ एकदम कोरियन टाइपको जापानिज टाइपको राम्री देखिएको छ त्यसपछि हामी अनि आजको चाहिँ मुख्य बेलाकामी चाहिँ देवानाङ भाङ र मधुचुङवन हस् त धन्यवाद त्यो गाना सुन्नु पर्यो नि त नाच्नु चढ्यो हाम्रो यो सुन्दर मारहरू नेपालबाट इन्डियासम्म मोमो खान आएको नि चान्चुने रेला जस्तो होइन नि फेरि